झापाको दमक एरियामा छौँ। यहाँ यो चाहिँ झापा क्षेत्र नम्बर 5 पनि हो र यहाँ केही साथीहरू बस्नु भएको छ। उहाँहरूसँग के छ चुनावी माहौल भनेर थोरै कुराकानी गर्न चाहन्छु। दाइ नमस्ते। नमस्ते। हजुरको शुभ नाम? मेरो नाम सन्तोष कार्की हो। हजुरको? मेरो घनश्याम पौडेल। हजुरको? विमल आचार्य। ए के छ त अब म तपाईँहरू तिनैजनालाई समग्र प्रश्न सोध्न चाहन्छु। झापा क्षेत्र नम्बर 5 चाहिँ अहिले देशले नै यो क्षेत्रलाई हेरिरहेको अवस्था छ। यहाँ विभिन्न दल, नेपाली काङ्ग्रेस, नेपाली कम्युनिस्ट पार्टी, होइन, माटो लगायत घन्टी लगायतका पार्टीहरूले आफ्नो उम्मेदवार प्रधानमन्त्रीको क्यान्डिडेट तोकेरै निर्वाचनमा होमिनु भएको छ। के छ तपाईँहरूको विचार? अब यस्तो छ, यहाँको माहौल हेर्दाखेरि चाहिँ अब सबैको सपोर्ट जे होस् बालेनकै छ। अब सबभन्दा पहिलो ठुलो कुरा चाहिँ झापामा बालेन शाहले उम्मेदवारी दिनु नै सबभन्दा ठुलो कुरा हो। उहाँको हिम्मत र साहसलाई आँट गर्नुपर्छ। अरू जसले जितोस् हामीलाई कुनै ठुलो कुरो भएन, तर देश विकास हुनु पर्यो। अनि बालेन्द्र शाह नै रोज्नुको अब विकल्प देख्नुको कारण के होला? अब बालेन्द्र शाह मेयर हुँदाखेरि काठमाडौँमा अब जे होस् काठमाडौँलाई समृद्धि परिवर्तन गरिदिनु भयो। धेरै कुरामा त्यहाँ हेर्दा पनि हुन्छ, हामीले पनि देखाएको छौँ, सबैले पनि देखेकै कुरा हो। काठमाडौँमा त्यो पार्किङको समस्याहरू, जति त्यो रोडमा हिँड्न नसक्ने अवस्थाहरू, फोहोरको डङ्गुरहरू थियो, त्यो पनि धेरै मात्रामा एकदम पुरै चाहिँ 100% भएन, 99% काम उहाँले गरेर देखाइदिनु भएको छ। त्यही आधारमा जनताले उहाँलाई विश्वास गर्नुभयो। अनि अहिले हामी ठ्याक्कै यो रोडमा बसिरहेको छौँ। यो रोड चाहिँ एकदम केपी शर्मा ओलीको नेतृत्वमा बनेको उहाँको देन हो भन्छन् नि। यो विषय चाहिँ के छ तपाईँको धारणा? यस्तो हो, अब कस्तो हुन्छ भने यो रोडहरू बन्नमा पनि जे होस् हाम्रो जनताको करबाटै बन्नुपर्ने हो, कसैको व्यक्तिगत पैसाले बनेको होइन। यो भनेको हामी नेपाली जनताले तिरेको करबाट यो रोड बनेको हो। उहाँले व्यक्तिगत पैसाले बनाउनु भएको होइन। ए हस्।